हेलो एभ्रिवान, आज युट्युब च्यानल मार्फत मैले विशेष गरेर दिवालीमा आज चाहिँ यो के भन्छ दीपावलीको शुभ अवसरमा लक्ष्मी पूजा गर्दै गर्दा चाहिँ पापाले चाहिँ यहाँ लक्ष्मी पूजाको दिन चाहिँ यहाँ टिका लगाइदिनेछ हो। को लागि चाहिँ पापाले चाहिँ यहाँ टिका लगाइदिनेछ। अन्त त्यहाँबाट चाहिँ नानीलाई पनि यहाँ दीपावलीको शुभ अवसरमा टिका लगाउने क्रम चालु भइरहेछ। मैले तपाईँहरूलाई चाहिँ यो भिडियो मार्फत सिक्किम गिरिङ भिलेजबाट चाहिँ तपाईँलाई देखाउन चाहेको। तपाईँलाई यो भिडियो मन परेमा लाइक, कमेन्ट, सेयर, फलो गर्नुहोला भन्दै म भिडियो मार्फत भन्न चाहन्छु। यो भन्दै अब हेर्नुहोला भिडियो मार्फत तपाईँहरूलाई मसँग आउनु। आज चाहिँ यहाँ लक्ष्मी पुस्ने क्रम चलिरहेछ। लक्ष्मी पूजाको शुभ अवसरमा रम ल्याउनु पर्छ। सबै घर गृहमा सुख शान्ति र शक्ति देवीको शक्ति लिएर भक्ति लिएर टिका खोप्नेर चाहिँ सबै पुगोस् भनेर लक्ष्मी पूजाको शुभ अवसरमा टिका 2042 सालमा टिका लगाउने क्रम चलिरहेछ। दिवालीमा यो मोतीवाले यस्तो बुझेर सुख शान्ति होस् अन्तिम दिवस भनेर चाहिँ डरायो होइन